हेलो एभ्रिवान, नमस्ते अनि स्वागत छ इन्फो वालेमी युट्युब च्यानलमा। नयाँ दिनको साथमा नयाँ भिडियो लिएर हजुरहरूको सामु आइसकेको छु। फेरि आज पनि इन्फर्मेटिभ भिडियो लिएर तपाईहरुसम्म आइसकेको छु। मलाई चाहिँ थोरै घाँटीको समस्या भएर बोल्न अलिक गाह्रो भइरहेको छ, किनभने अहिले चाहिँ मलाई चिसोले समातिरहेको छ। रुगामर्गीले चाहिँ केही हदसम्म चाहिँ मलाई चाहिँ एट्याक गरिरहेको छ, त्यसकारणले मेरो स्वरमा चाहिँ केही समस्या आइरहेको छ। त्यसको लागि म माफी चाहन्छु। तर पनि तपाईहरु माझमा आज फेरि अर्को एउटा इन्फर्मेटिभ भिडियो लिएर आएको छु। त्यो चाहिँ के हो भन्दाखेरि अब यो भिडियोको माध्यमबाट तपाईहरुलाई चाहिँ प्रश्न पार्नेछु। अब कस्तो भन्दाखेरि अहिले मैले चाहिँ सबैले कतिपय मान्छेहरूले के गर्छन् भन्दाखेरि विशेष फेसबुकमा किन आफ्नो फोटोहरु हाल्छन् भनेर अहिले भर्खर मैले बुझेँ हैन। त्यसको रिजन चाहिँ के हो रहेछ भन्दाखेरि जब फेसबुकमा चाहिँ हामीले फोटो अपलोड गर्यो भने, हामीले खिचेको फोटो चाहिँ फेसबुक अपलोड गर्यो भने त्यो फोटो चाहिँ हामीले फेरि पछि पनि हेर्न सक्छौं भन्ने त्यो हेतुले, त्यो उद्देश्यले उहाँले चाहिँ फेसबुकमा फोटो चाहिँ अपलोड गर्नु हुँदो रहेछ के। त्यसको लागि हामीले किन फेसबुकमै अपलोड गर्ने हैन र, हाम्रो विभिन्न किसिमका प्रविधिहरु छन् क्या, एप्लिकेसनहरु छन् हैन। त्यसका लागि अब हामीले के गर्ने त भन्ने कुराहरु तपाईहरुलाई म विशेष जानकारी दिन लागिरहेको छु। र त्यसका लागि हामीले सबैभन्दा पहिला जीमेल आईडी को आवश्यकता पर्छ अथवा गुगल आईडी को आवश्यकता पर्छ। मैले गुगल आईडी चाहिँ कसरी बनाउने भन्ने कुरा मैले यो भन्दा अगाडिको भिडियोमा नै बनाइसकेको छु। त्यो भिडियोमा गएर भिजिट गरेर त्यो भिडियो हेरेर चाहिँ तपाईहरुले आफ्नो जीमेल अकाउन्ट कसरी क्रिएट गर्ने भन्ने त्यो जानकारी लिनु होला। त्यो जानकारी लिइसकेपछि तपाईहरुले चाहिँ त्यो जीमेल को थ्रु तपाईहरुले आफ्नो फोटोलाई सुरक्षित राख्न सक्नुहुन्छ साथीहरु। जस्तै अब हामीले फोटो चाहिँ केमा सुरक्षित राख्छौं भन्दाखेरि गुगल ड्राइभ, त्यस्तै गरी टेराबक्स, यस्ता विभिन्न किसिमका हाम्रो प्लेटफर्महरु छन् जुन कि जसबाट हामीले फोटोलाई एकदम सुरक्षित साथ राख्न सक्छौं। हामीले फेसबुकमा हाल्दाखेरि क्वालिटी घटेर आउने, क्वालिटी घटेर जाने समस्या हुन्छ। तर हामीले जुन टेराबक्स छ, त्यस्तै गरी हामीसँग गुगल ड्राइभ छ भने त्यसमा हामीले अपलोड गर्दाखेरि कुनै पनि भिडियोको अथवा फोटोको क्वालिटी घट्दैन। त्यो फाइदा छ साथीहरु। र यो अवस्था तपाईको मोबाइल हराए पनि, तपाईको मोबाइल चाहिँ चोरी भए पनि, तपाईको मोबाइल फुटे पनि, बिग्रिए पनि, जेसुकै होस्, जेसुकै भए पनि हामीले कुनै पनि चिन्ता हुँदैन। किनभने हामीले जीमेल थाहा हुन्छ, हाम्रो गुगल आईडी थाहा हुन्छ। गुगल आईडी थाहा भएपछि हामीले अर्को मोबाइल किन्छौं, अर्को मोबाइल किनेपछि त्यहाँ हामीले चाहिँ त्यहाँ लगाउँछौं, ट्याप गर्छौं त्यहाँ हैन, त्यहाँ हाम्रो गुगल आईडी लगइन गर्छौं। अनि गुगल आईडी लगइन गर्ने बित्तिकै त्यहाँ हाम्रो जति पनि फोटोहरु थिए त्यो फोटोहरु हामीले त्यहाँबाट चाहिँ डाउनलोड गर्न सक्छौं, हेरेर चाहिँ डाउनलोड गर्न सक्छौं साथीहरु। त्यसका लागि अब हामीले चाहिँ विशेष गरेर आज तपाईहरुलाई चाहिँ मैले गुगल ड्राइभ को बारेमा चाहिँ विशेष जानकारी दिन लागिरहेको छु। र त्यसका लागि म सबैभन्दा पहिला स्क्रिन शेयर गर्न चाहन्छु। मैले चाहिँ तपाईहरुमा स्क्रिन शेयर गरेर देखाउँदैछु साथीहरु। अब हामीले चाहिँ कसरी गुगल ड्राइभमा हाम्रो फोटोहरु चाहिँ कसरी लाने भन्ने कुरा विशेष तपाईहरुलाई जानकारी दिन लागिरहेको छु। हाम्रो मोबाइलमा, हाम्रो एन्ड्रोइड मोबाइल अलरेडी हाम्रो मोबाइलको एप्समा चाहिँ गुगल ड्राइभ भनेर आइरहेको हुन्छ। मेरो चाहिँ यहाँ छ गुगल ड्राइभ, यहाँ गुगल भनेको छ गुगल जीमेल, म्याप्स, ड्राइभ भनेको छ। हामीले विशेष त्यसको लागि हामी के गरौँ, ड्राइभमा जाउँ साथीहरु। सबैभन्दा पहिले हामी केमा जाने अरे, ड्राइभमा ट्याप गर्ने, ओपन गर्छौं। गुगल वर्क स्पेस भनेर भन्दैछ यहाँनिर, यो खुल्दैछ साथीहरु। यो चाहिँ मैले विभिन्न यो सम्पूर्ण कुराहरु चाहिँ पहिले नै अपलोड गरिसकेको छु साथीहरु। जस्तै मेरा फोटोहरु पनि छन् हैन, जस्तै क्लास 4 को क्वेशनहरु, क्लास 5 को क्वेशनहरु पनि छन्, प्र्याक्टिस भनेर राखेको छु यहाँ हैन। के सम्पूर्ण कुराहरु मैले जे जति बनाए त्यो सबै कुराहरु यहाँ देखाइरहेको छ साथीहरु। र अब तपाईले पनि फोटो आफूसँग भएको फोटो चाहिँ कसरी तपाईले सुरक्षित राख्ने भन्ने कुरा तपाईलाई विशेष जानकारी दिन लागिरहेको छु। र अब हामीले त्यसको लागि हामी फोटो चाहिँ कसरी राख्ने भन्दा सबैभन्दा पहिला गुगल ड्राइभ ओपन गर्छौं। त्यसको लागि भने हामीले इन्टरनेटको आवश्यकता पर्छ। इन्टरनेट मोबाइलमा हाम्रो मोबाइलमा चाहिँ इन्टरनेट कनेक्ट हुनु परेको हुन्छ। र त्यसको लागि हामी सबैभन्दा पहिला यहाँ तल प्लस को आइकन देखाउँदैछौँ, हामी त्यसको लागि प्लस को आइकनमा जान्छौं। प्लस को आइकन गयौं हैन। अनि त्यसका लागि अब हामीले चाहिँ के गर्न चाहन्छौं भन्दाखेरि अब हामीले फोटो अपलोड गर्ने हो र मैले तपाईलाई फोटो अपलोड गर्न सिकाउँदै छु। अनि फोटो कसरी अपलोड गर्ने, त्यसका लागि
अब तपाईसँग अलरेडी तपाईले फाइल बनाउनु भएको छ, ठिक छ, केही समस्या भएन। अब तपाईसँग फाइल छैन, फोल्डर छैन, हामीले भर्खर क्रिएट गर्ने, भर्खर हामीले चाहिँ गुगल ड्राइभमा चाहिँ हामीले फोटो अपलोड गर्न लागेको हो भने हामी सबभन्दा पहिला फोल्डरमा जान्छौँ। यहाँ फोल्डर देखाएर फर्स्टमा फोल्डरमा ट्याप गर्छौँ। अनि यहाँनिर नाम आइसकेको छ। अब के नाम लेख्ने तपाईँले, अब यहाँबाट चाहिँ तपाईँले आफ्नो नाम लेख्न सक्नुहुन्छ। के नाम लेख्नुहुन्छ, जस्तै मैले चाहिँ राख्छु इन्फोवालेम भनेर मैले चाहिँ यहाँनिर इन्फोवालेम भनेर मैले यहाँनिर लेखेँ है साथीहरू। यसलाई चाहिँ मैले क्रिएट गरिदिएँ। अब इन्फोवालेम मेरो यहाँनिर यहाँ आइसकेको छ इन्फोवालेम भनेर। इन्फोवालेम 9:10 PM भनेको छ। अहिले 9:10 गएको छ। त्यो ठ्याक्कै त्यो समय कतिखेर बनाएको भनेको त्यो पनि देखाइदिन्छ होइन। अनि मैले चाहिँ अब विशेष यसमा फोटो राख्न चाहन्छु। मैले इन्फोवालेममा चाहिँ मैले फोटो राख्न चाहन्छु। त्यसको लागि मैले यहाँ इन्फोवालेममा ट्याप गर्छु। इन्फोवालेम ट्याप गरेपछि यहाँनिर केही छैन, दिस फोल्डर इज एम्प्टी भनेको चाहिँ केही पनि फोटोहरू छैन नि त। त्यसरी चाहिँ के भयो, यसलाई चाहिँ खाली देखाइदियो। अब हामी चाहिँ त्यसलाई फेरि पनि प्लसको आइकनमा जान्छौँ। प्लसमा ट्याप गर्छु। अनि अब हामी सरस्वती केही नगरिकन हामीले क्रिएट गरिसकेका छौँ, फोल्डर क्रिएट गरिसकेका छौँ। त्यसको लागि हामी प्लस सरी अपलोड भन्नेमा जाउँ। हामी अपलोडमा जान्छौँ। मैले अपलोडमा ट्याप गरेँ। मानव तपाईँसँग चाहिँ मोबाइल यति तपाईँले खिच्नु भएको छ, कति मोबाइलमा चाहिँ फोटो खिच्नु भएको छ त्यो तपाईँ त्यहाँनिर लगाउन चाहनुहुन्छ, सेलेक्ट गरेर लगाउनु चाहनुहुन्छ। मैले चाहिँ मानव एउटै मात्रै खिचेको छु। मैले चाहिँ यसलाई यहाँनिर ट्याप गरिरहेँ है। मैले चाहिँ ट्याप गरिरहेँ। अन्त त्यस्तै अरू फोटोलाई चाहिँ अब यति गरिसकेपछि अब टिक लगाउन सक्नुहुन्छ तपाईँले, कतिवटा फोटो हाल्ने। अनि त्यसमा हामी ओपन गर्छौँ। हामी यसलाई चाहिँ ओपन गरौँ। यो चाहिँ अपलोडिङ भनेर देखाइरहेको छ साथीहरू। अपलोड हुँदैछ, केही समय लाग्छ। यहाँनिर गुगल ड्राइभमा त चाहिँ सधैँभरिको लागि बस्नुपर्ने छ होइन। यो चाहिँ जति छिटो इन्टरनेट चल्यो, जति फास्ट इन्टरनेट छ त्यति छिटो चाहिँ अपलोड हुन्छ साथीहरू। यो चाहिँ मेरो केही इन्टरनेटको समस्याको कारणले गर्दाखेरि अपलोड हुन केही टाइम लाग्छ। ल साथीहरू, अब फोटो पनि हाम्रो अपलोड भइसकेको छ है। अब हामीले चाहिँ यसमा सरस्वती गरेर हेर्दाखेरि अब हामी गुगल ड्राइभ ओपन गरौँ। गुगल ड्राइभमा जाउँ। ड्राइभमा गएर चाहिँ इन्फोवालेम भनेमा मैले फोटो अपलोड गरेको थिएँ, त्यो छ कि छैन। इन्फोवालेममा गएँ। ल यहाँ हाम्रो यहाँ यही हुनुपर्छ फोटो। ल मैले चाहिँ क्याप्चर गरेर राखेको फोटो यही थियो। यसैलाई मैले यहाँनिर अपलोड गरिसकेको छु। र साथीहरू, तपाईँहरूले पनि यसरी नै आफ्नो फोटोलाई एकदम सुरक्षित तरिकाले राख्न सक्नुहुन्छ। आफ्नो फोटोलाई चाहिँ आफ्नो जीवनभर अथवा हाम्रो छोरा नातिसम्मको लागि त्यो जिम्मा हामीले छोडेर गयौँ भने भोलि पर्सि हाम्रो छोरा नाति पनाति जनातिले पनि हाम्रो फोटोहरू र हामीले के क्रियाकलाप गरेका थियौँ त्यो क्रियाकलापहरू हेर्न सक्नेछन्। र त्यसका लागि हामीले गुगल ड्राइभमा अथवा टेराबक्समा, मैले टेराबक्समा कसरी भिडियो अपलोड गर्ने, कसरी चाहिँ हामीले फोटोलाई सुरक्षित राख्ने, भिडियोलाई सुरक्षित राख्ने भनेर त्यो भिडियो अलरेडी बनाइसकेको छु। त्यो भिडियो पनि माथि गएर हेर्नु होला भन्दै आजको भिडियो तपाईँलाई कस्तो लाग्यो। अवश्य पनि मेरो भिडियोले चाहिँ तपाईँलाई केही सहजता तुल्याएको छ, केही सहजता दिलाएको छ भन्ने आशा गरेको छु। आजको भिडियो चाहिँ जस्तो लाग्छ त्यस्तै कमेन्ट गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने इन्फोवालेम युट्युब च्यानल सब्सक्राइब गर्दै गर्नु होला र नजिकै आउने बेल आइकनमा चाहिँ अल भन्ने बेल आइकन नोटिफिकेसनमा ट्याप गर्न नबिर्सिनु होला। र भिडियो पनि लाइक गर्न सेयर गर्नु होला भन्दै अर्को भिडियोमा फेरि पनि हामी भेट्ने छ। हस्त नमस्ते।